एउटा कविताबाट सुरु गर्नुपर्छ जस्तो मलाई लाग्यो। कविताको शीर्षक छैन, मै जस्तो बिना शीर्षकको कविता छ हैन। आउँदैछु म बिस्तारै बिस्तारै आउँदैछु म तिम्रो गाउँ बस्तीमा बिस्तारै बिस्तारै आउँदैछु। छाउँदैछु म बिस्तारै बिस्तारै छाउँदैछु म तिम्रो गाउँ बस्तीमा बिस्तारै बिस्तारै छाउँदैछु। म अरू कोही होइन, तिमीले चाहेको प्रकाश हुँ। म अरू कोही होइन, तिमीले खोजेको आवाज हो। म प्रकाश पनि आउँदैछु, अन्धकारलाई हटाउन आउँदैछु। हो म आवाज पनि आउँदैछु, शून्यतालाई हटाउन आउँदैछु। हो म तिमीलाई बाटो देखाउन आउँदैछु। हो म तिमीलाई बिउझाउनका लागि आउँदैछु। हो म आउँदैछु, म बिस्तारै बिस्तारै आउँदैछु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, धेरै कुरा भन्ने कुरै छैन, दुई चारवटा कुरा राख्छु, जान्छौँ हामी होइन। समय महत्त्वपूर्ण छ। त्यो महत्त्वपूर्ण समय हामीले चाहिँ नि धेरै खेर पनि फाल्नु हुँदैन। म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ मैले नौमती बाजा बजाउने दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। त्यसै गरी केलाङ समूह याकथुङ चुम्लुङ बाट आउनुहुने सर म्यामहरूलाई धन्यवाद दिन चाहन्छु। किराँत राई आयोखा जिल्ला कार्य समितिलाई धन्यवाद दिन चाहन्छु र अन्य सङ्घ संस्थाबाट पनि पाल्नुहुने सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईहरूले मलाई फूलले स्वागत गर्नुभयो, मालाले स्वागत गर्नुभयो। यो फूल मैले यसो गरेर सुगिरहन्छु है। फूल हेर्दा राम्रो, तर फूलको असली गुण हुन्छ वासना, सुगन्ध। मान्छे पनि हामी हेर्दा सबैजना राम्रै छौँ, म बाहेक। म चाहिँ अलिक अनुहार नपरेको छु है। तर मान्छे पनि उसको अनुहारले, उसको घरको साइजले है, उसँग भएका भौतिक सम्पत्तिले भन्दा उसको गुणले होइन, उसको सुवासनाले ऊ राम्रो हुने हो। त्यसो भएको कारणले गर्दाखेरि यो फूल जस्तै बन्न सकौं सबैजना म शुभकामना दिन चाहन्छु। म पनि मान्छे बन्ने कोसिस गरिराखेको छु है। प्रकृतिबाट सापटी लिएको शरीर हो यो। सबैले हामीले सापटी लिएका छौँ। यो सापटी लिएको प्रकृतिको शरीर, प्रकृतिलाई नै हामीले फिर्ता गर्नुपर्छ। त्यो भन्दा अगाडि एउटा मान्छे बन्न सकौं भन्ने मेरो प्रयत्न हो। म हरेक दिन मान्छे बन्ने कोसिस गरिरहन्छु है। अनुहार हेर्दाखेरि मात्रै मान्छे जस्तो भएर हुँदैन। मान्छे जस्तो तपाईको चाहिँ लुगा लाएर हिँड्दैमा मात्रै मान्छे जस्तो हुँदैन। मान्छे जस्तो हामी चाहिँ घरमा बस्छौँ अनि मोटर चढेर हिँड्छौँ अनि मात्रै हामी मान्छे बन्दैनौँ। मान्छे बन्नका लागि हाम्रो सोच विचार मान्छेको जस्तो हुनुपर्ने रहेछ। त्यो मेरो सोच विचारमा मानवता झल्कियोस् भन्ने मेरो प्रयत्न रहन्छ। 24 घण्टा सोचिरहन्छु, कतै म दानव, कतै म पशु र जनावर जस्तो देखिन्छु कि भन्ने डर लाग्छ। तपाईहरूलाई लाग्ला राजनीति गर्न आयो भन्ने लाग्ला। हो, चुनाव लडेर तपाईको चाहिँ एउटा स्वतन्त्र व्यक्तिले धरानको महानगरपालिकाको पद सम्हालिराखेको छु मेयरको, त्यो अर्थमा त्यसलाई राजनीति नै भन्नुहोस्। तर राजनीति भन्दा धेरै जसो चाहिँ मैले हामी सबैजना मान्छे बन्नुपर्छ भन्ने मानवताको अभियान चलाइरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। म आज त्यस्तै त्यस्तै मान्छे, जुन मान्छेको मनभरि यो देशको भावना होस्, जुन मान्छेको आँखाभरि यो देशको सपना होस्, त्यस्तो मान्छेहरू खोज्दै खोज्दै धनकुटा आइपुगे। मैले सुने हिजो मात्रै त्यहाँ त एउटा समूह गठन गर्ने अरे, त्यहाँ त यस्तो गर्नु हुँदैन, यस्तो गर्नु हुँदैन भन्ने कुरामा 6 घण्टा जति हाम्रो रस्सा कसिएर चाहिँ नि भाड भैलो बैठक बस्यो भनेर अहिले भर्खर आयोजक मित्रहरूले भन्दाखेरि दुःख लाग्यो है। म देश बनाउन निस्केको मान्छे हो। मैले बनाउने देशमा तपाईँ पनि हुनुहुन्छ है। म एक्लैले मेरो मात्रै घर बनाउने हो र होइन, देश बनाऊ भनेर निस्किराखेको मान्छे हो। मदेखि डराउनु पर्दैन। म त्यस्तो घातक कसैको लागि पनि छैन। मैले मेरो भनाइ फूलबाट सुरु गरेँ। यो फूल हेर्दा राम्रो छ, सुन्दा
यसको सुपासना पनि राम्रो छ। हामी फूल जस्तो देखिएर मात्रै हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू, फूलको जस्तो सुवासना हाम्रो जीवनमा हुनु जरुरी छ। त्यसले गर्दाखेरि डराउनु पर्दैन हैन। म भत्काउनका लागि केही भत्काउनका लागि आएको छैन, सिर्फ बनाउनकै लागि आएको छु, बनाउनु पर्छ भन्ने आह्वान गर्नका लागि आएको। त्यसले गर्दाखेरि त्यसरी छलफल गरिरहनु पर्ने, विवाद गर्नुपर्ने भन्ने कुरा छैन। देशभक्त नेपालीहरू धनकुटामा हुनुहुन्छ कि हुनुहुन्न? जसलाई यो देशको माया लागेको होस्, देशको लागि चाहिँ नि हर्क साम्पाङ भन्दा अघि भर्खर भन्दै हुनुहुन्थ्यो एकजना सानो बालकले आएर म डाक्टर बनौला, इन्जिनियर बनौला है, केही बन्न तपाईको छैन, मैले सकिनँ भने पनि म तपाईँ जस्तो मेयर बनेर धनकुटाको मेयर बनेर यो नगरपालिका चलाउँछु भनेर यत्रो सानो है, मलाई लाग्छ 8 वर्षको बालकले हैन मलाई चिन्नु हुँदो रहेछ। आउनुभयो र अटोग्राफ पनि मैले दिइ पठाएँ नानी। हर्क साम्पाङ को यो हर्क साम्पाङ? म पनि चिन्दिनँ है। त्यो हर्क साम्पाङ भनेको म होइन, म त हर्कराज राई हो। हर्क साम्पाङ भनेको एउटा आवाजको नाम हो, एउटा सन्देशको नाम हो, जुन सन्देशले आज तपाईलाई टोली खेलमा बोलाइरहेछ। नहिचकिचाउनुहोस्, म त यो पार्टीको, म त यो जातिको, म त यस्तो उस्तो भनेर तपाईहरु झगडा नगर्नु। म तपाईलाई के को लागि बोलाउँछु त भन्दा कहिले पनि ढुङ्गा हान्न बोलाउँदिन। धनकुटाको बाटो भत्किँदाखेरि ढुङ्गा बोक्न बोलाउँछु है। म कहिले पनि एक आपसमा झगडाको बिउ रोप्न बोलाउँदिन। धनकुटाको पाखाहरू जाड हुँदाखेरि फलफुलको बिरुवा रोप्न बोलाउँछु है। अहिले जाँदा जाँदै हामी यो टोली खेलमा भएको फोहोर पनि थोरै सफा गरेर जान्छ है। त्यस्ता कामहरू हामी गर्छौँ। तपाईले पर्दैन भनेर हुँदैन। यो धनकुटा भनेको मेरो पनि हो। यो धनकुटा धनकुटेली जनताको मात्रै होइन, यो नेपालभित्र पर्छ। त्यो नेपाली नागरिक भएको नाताले, एउटा सचेत नागरिक भएको नाताले मैले थोरै भए पनि फोहोर सङ्कलन गर्नै पर्छ। भन्नको मतलब मैले यहाँहरूलाई सिकाउन चाहेको होइन, जगाउन चाहेको छु। तपाईँ जागिसकेपछि मैले सिकाइराख्नै पर्दैन। म भन्दा धेरै पढे लेखेको मान्छे होला तपाईँ है। त्यो आवाजले मैले बोलाउन चाहिराखेको छु। हर्क साम्पाङ रेभोल्युसन भन्ने टिमको नाम सुन्दाखेरि नै डर लाग्यो भन्ने पनि अघि भर्खर आयोजकको आयो। डराउनु पर्दैन। रेभोल्युसन भनेको क्रान्ति हो, हर्क साम्पाङ भनेको एउटा आवाज हो। त्यो आवाज सहितको एउटा क्रान्ति, जुन क्रान्तिले ढुङ्गा हान्न भन्दैन, झगडा गर्नु भन्दैन, रगत बगाउनु भन्दैन, पसिना चाहिँ जोडले बगाउँछ है। म 50 केजीको ढुङ्गा उचाल्छु, तपाईँ सक्नुहुन्छ 70 केजीको उचालेर देखाउनु न होइन। त्यो भन्दा सक्नुहुन्छ भने तपाईँले 1 क्विन्टलको तपाईँको चाहिँ ढुङ्गा उचालेर देखाउनुहोस् है। ढुङ्गा उचालौँ, निर्माण कार्यमा पसिना बगाउँ। म त्यो भन्न चाहन्छु। म सबैजनालाई त्यो तपाईँको चाहिँ आवाजले बोलाउनको लागि यहाँ उपस्थित भएको छु। नेपाल जाग्नुपर्छ। हामी पार्टीको नाममा झगडा गरिराखेर, जातिको नाममा झगडा गरिराखेर, धर्मको नाममा झगडा गरिराखेर धेरै पछि पर्यो। आज हामीलाई दुई साग तार्नका लागि विदेशीको टोइलेट धुन जानुपर्ने बाध्यता छ। प्रत्येक घरको मान्छे कोही न कोही, तपाईँको कि त छोरा मान्छे कि त छोरी मान्छे विदेशमा हामी छौँ। विदेशबाट आएको पैसाले भात खान्छौँ होइन, हाम्रो चाहिँ इज्जत ढाकेका छौँ। कुनै न कुनै दिन विदेशमा पनि प्रविधिको मात्रै प्रयोग भयो भने, जस्तै कोरियामा हाम्रो दाजुभाइ कोही जाँदै हुनुहुन्छ, प्रविधिको मात्रै त्यहाँ प्रयोग भएर चाहिँ मान्छेलाई चाहिँ म्यान पावर कटौती भयो भने त्यहाँनिर हामीले तपाईँको चाहिँ रोजगारी पाउने स्थिति रहँदैन। हामी सबै यतै आउनुपर्छ। त्यसो भएको कारणले अन्ततः हामीले हाम्रो माटो नखोर्सिकन, हाम्रो चाहिँ देशकै ढुङ्गा नबोकिकन, देशकै माटो नखनिकन, नजोतिकन हामीले भात खान पाउने स्थिति रहँदैन। म त्यो आवाजले तपाईँहरूलाई चाहिँ झकझकाउनको लागि आइराखेको छु। र हामी अब यो कार्यक्रममा हामीले गठन गर्नु हुँदैन भन्ने अघि क्लज आयो, परे आउँदै गर्दाखेरि ठिक छ, हामी यहाँ गठन गर्दैनौँ। तर म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँहरू आफ्नो नाम दिएर होइन, हामीसँग जोडिन चाहनुहुन्छ, यो अभियानसँग जोडिन चाहनुहुन्छ भने, यो देश बनाउने अभियानसँग जोडिन चाहनुहुन्छ भने तपाईँहरूले सम्पर्क गर्नुहोस्। हामी यस पछाडि यता मेरिना कि के जति भन्ने होटेलमा जान्छौँ, त्यहाँ हामी घोषणा गर्दैछौँ हाम्रो टिम, चाहे 2 जनाको बनोस् या 5 जनाको। हिजो हर्क साम्पाङ एक्लो थियो नि होइन, त्यस्तै हर्क साम्पाङको खोजी भइराखेको छ यहाँ। त्यो हर्क साम्पाङ भनेको मान्छे होइन, एउटा विचार। यहाँ कोही छ हर्क साम्पाङ?
धनकुटामा छैन है? छ होला पक्कै पनि छैन भन्नेहरूले जबरजस्ती छैन, छ भन्नेहरूलाई म आह्वान गर्न चाहन्छु है, तपाईहरु आउनुहोस्, छ भन्नेहरू आउनुहोस्, छैन भन्नेहरूलाई जबरजस्ती छैन। अब मलाई तपाईहरुले सम्मान गर्नुभयो है, म सम्मान लायक मान्छे हो भनेर कहिले पनि आफूलाई सम्झदिन। एउटा फाटेको लुगा लगाएर दिनभरि तपाईको चाहिँ एउटा गधा र गोरु भन्दा 10 गुणा धेरै जोतिने मान्छे हो, देशको विकास होस् भनेर पसिना बगाउने मान्छे। त्यसो अर्थमा म कुनै पनि यो माला लगाएर खदा लगाएर स्टेजमा ठुलो भाषण गरेर बस्न सुहाउने मान्छे, लायक मान्छे र त्यसो गर्दाखेरि चाहिँ आफूलाई निकै फुरुङ्गै भएको महसुस गर्ने मान्छे हुँदै होइन। तथापि यहाँहरूले सम्मान गर्नुभएकोमा म हृदयदेखि कृतज्ञता र धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरुलाई यो मलाई जति सम्मान गर्नुभएको छ, ती सम्मान गर्ने हातहरूलाई, ती सम्मान गर्ने मन र आत्माहरूलाई मेरो तर्फबाट 10 गुणा बढी सम्मान छ। मैले खदा लिएर आइन यहाँ, तर तपाईहरुले मलाई खदाहरू लगाइदिनु भएको छ हैन। यो खदाहरू पर्दैन। म एउटा भनाइ भन्ने गर्छु जहिले पनि, सम्मान होइन तिमी मलाई श्रमदान देऊ, श्रमदान देऊ, मेरो लागि होइन यो देश बनाउन श्रमदान देऊ, श्रमदान देऊ है। मलाई सम्मान चाहिएको छैन, मलाई श्रमदान चाहिएको छ है। मलाई श्रमदान चाहिएको छ मेरो घर बनाउनलाई होइन, मेरो बारी जोत्नलाई होइन, मेरो बारीको चाहिँ तपाईको कान्लामा पर्खाल लाउनलाई होइन। यो देश भत्किएको छ नि, त्यो भत्किएको देशमा तपाईको चाहिँ पर्खाल लगाउनका लागि म तपाईको श्रमदानको लागि अनुरोध गर्न आएको छु। यो धनकुटामा पनि श्रमको अभियान चलाउनु पर्छ। अब हामीले म त्यो भन्न चाहन्छु, हामी सबै मिलेर धनकुटालाई चाहिँ पसिना बगाएर होइन, पसिनाले सिंचित गरौं। त्यसै पनि धनकुटा अत्यन्तै सुन्दर र चाहिँ पौरखी मान्छेहरूको सहर हो। यहाँहरू सम्पूर्णलाई त्यो अर्थमा मैले चाहिँ निमन्त्रणा गर्न आएको छु। यहाँ उपस्थिति कति भयो, 10 जना भयो कि 15 जना भयो कि 50 जना भयो कि 500 जना भयो भन्नेसँग म सरोकार राख्दिन है, सरोकार राख्दिन। म एक्लै भए पनि संघर्ष गरेर आएको मान्छे हुँ। त्यसो भएको कारणले गर्दाखेरि यो उपस्थिति जुन छ, यो ठूलो उपस्थिति हो मेरो लागि। र मिडिया कर्मी मित्रहरूले जुन कभर गरिराख्नु भएको छ, यो मिडिया मार्फत मैले जुन भनेको कुराहरू संसारभरि सुनिनेछन्। मलाई लाग्छ हामी आज यहाँ त गठन गर्दैनौं। मैले अघि भने यहाँका आयोजकले मलाई धेरै बारम्बार भनिराख्नु भएको छ, यहाँ विरोध पनि भयो अरे हिजो भन्ने छ। यहाँको सहमतिलाई म तोड्न चाहन्न, तर हामी योभन्दा बाहिर निस्केर एउटा टिम बनाउँछौं र त्यो टिमले हैन आगामी दिनहरूमा यस्तो एउटा कार्यक्रम राखोस् जसले सयौंको संख्यामा, मलाई बोलाइराख्नु पर्दैन है। तपाई खुद आफै हो नेता है, मलाई कसैले नेता सेता भनिराख्नु पर्दैन, कोही कसैको नेता छैन पनि। तपाई आफै खुद नेता हो, तपाई आफैले नेतृत्व गर्नुपर्छ यो ठाउँको, यो गाउँको। त्यो भन्नका लागि म आएको छु र हामीले बनाएर जाने टिमले धनकुटामा तपाईको चाहिँ श्रम गरोस्, व्यापक रूपमा श्रम गरोस् र श्रमदाताहरूको एउटा चाहिँ नगरको रूपमा, जिल्लाको रूपमा धनकुटालाई हामीले देख्न पाऊँ। किनभने श्रम नगरिकन देशको विकास सम्भव छैन। विदेशबाट ऋण लिएर हैन 27-28 खर्ब पुगिसक्यो, त्यो ऋण लिएर हामीले कर्मचारीलाई पालिराखेको अवस्था छ। कर्मचारीलाई पाल्ने पैसा पनि छैन। हामीले के को बाटो बनाउनु? कुनै पनि नयाँ योजना आउने बित्तिकै विदेशी ऋण त्यहाँनिर तपाईको समावेश भएकै हुन्छ। पुल बनाउनुहोस्, बाटो बनाउनुहोस्, विद्यालय बनाउनुहोस्, जेसुकै बनाउनुहोस्, ऋण भत्काएर आएकै हुन्छ। त्यो ऋण तपाईको चाहिँ अन्ततोगत हामीले तिर्नै पर्छ। धेरै विदेशी ऋण भयो भने तपाईको चाहिँ हाम्रो भोलिको दिनमा यो राष्ट्रको मान्यता पनि गुम्न सक्छ र देश गुम्न सक्छ कि भन्ने पीरले हामी आज यसरी कुद्दै यता आएको म जानकारी गराउन चाहन्छु। सबै मिलेर पसिना बगाउँ र यो देशलाई समृद्ध बनाऊ। हामी आफै हैन तपाईको चाहिँ समृद्ध बनाऊ, आत्मनिर्भर बनाऊ म भन्न चाहन्छु। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। धेरै कुरा राख्ने कुरा छैन। तपाईहरुलाई म इन्करेज के गर्न चाहन्छु भने हैन, अब बोल्नुपर्छ। हामीले नबोलेर हो बिग्रेको हैन। फटाहरू मात्रै बोल्छन्, सज्जन मान्छे बोल्न डराउँछ। बोल्नुहोस् तपाईहरु है, बोल्नको लागि लोकतन्त्र आएको छ। बोल्न पाउनुपर्छ। अन्यायहरुमाथि नगर्नुहोस्, अन्याय नसहनुहोस्। त्यो खालको एउटा सचेत मानिसहरुको शहर यो धनकुटा हो भन्ने मलाई लागेको छ र आगामी दिनहरुमा अझै धेरै सचेत बनेर तपाईहरु अगाडि बढ्नु होला। हामी सबै मिलेर यो देशलाई जुरुक्क उठाउनुपर्छ। विकृति विसंगति विरुद्ध
हामी एक बन्नुपर्छ, भ्रष्टाचार विरुद्ध हामी एक बन्नुपर्छ, अन्याय अत्याचार र बेइज्जती विरुद्ध हामी एक बन्नुपर्छ। हामी प्रकृतिवादी मान्छे, हामी संस्कृतिवादी मान्छे है। हामीले प्रकृतिको संरक्षण गर्न सकौं, हामीले संस्कृतिको प्रवर्धन गर्न सकौं, संरक्षण गर्न सकौं। म यहाँनिर चाहिँ नि प्रस्तुत भएका हाम्रा सांस्कृतिक नौमती बाजा, केलाङ चाहिँ तपाईँको चाहिँ ढोल झ्याम्टा लगायतका सम्पूर्ण यी झाँकीहरूलाई सम्मान गर्न चाहन्छु। यी पनि हाम्रा चाहिँ पुर्खाहरूले होइन हामीलाई चाहिँ नि सिकाएर जानुभएको संस्कृतिलाई हामीले सिरोपर गरेर अगाडि बढ्नै पर्छ। म त्यो भन्न चाहन्छु। अब धेरै कुराहरू भनेर के गर्ने होइन, जति बोल्दा पनि त्यति नै हो। गफले देश बन्नेवाला छैन। गफले देश बन्ने भएदेखि त म घरमै बसेर गफ गर्थेँ होइन, गीतहरू बनाइहाल्छु, म बनाउँदिनँ। राम्रो राम्रो गीत गाउँथे, त्यो गीतले मात्रै तपाईँको चाहिँ देश बन्दैन। त्यसले गर्दाखेरि हामीले पसिना बगाउनुपर्छ भन्ने मलाई लाग्छ। सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। र यहाँ धनकुटाको स्थानीय मिडियाकर्मी हाम्रो सरहरू पनि आउनुभएको छ, यहाँहरूलाई पनि हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। हामी तपाईँ सबै मिलेर यो देशलाई होइन एउटा चाहिँ सुशासनमय देश, कुशासन मुक्त, सुशासन युक्त देश बनाऊ। सबै मिलेर काम गरौं, काम गर्ने मान्छेहरूको देश बनाऊ। हामी चाहिँ काम नगर्ने मान्छेहरूको देश, ठग्नुपर्छ भन्ने ठगहरूको देश भन्ने किसिमले बदनाम पनि भइराखेका छौँ यतिखेर अन्तर्राष्ट्रिय जगतमा। त्यसले गर्दाखेरि त्यो इमेजलाई पनि चेन्ज गरेर हाम्रो देशलाई चाहिँ ब्ल्याक लिस्टमा पार्न आँटेको, ग्रेमा पुगिसक्यो भन्ने कुराहरू छ होइन। ग्रेदेखि ब्ल्याक आउँछ, ब्ल्याक लिस्टेड भइयो भने भोलि विदेश जान पनि नपाउने होइन, अनि विदेशीहरू यता नआउने भन्ने खालको स्थिति भयो भनेदेखि हामीले चाहिँ नि हाम्रो पासपोर्ट रिजेक्ट भयो भने हामी विदेश जान पनि पाउँदैनौँ। र अहिले जुन तपाईँको साउदी, कतार, मलेसिया, कोरिया, जापान, संसारभरि जुन पसिना बगाउन गएर भात खाँदैछौँ, त्यो भात खाने समय पनि हाम्रो होइन नरहला कि भन्ने पीर पनि छ। त्यसो भएको कारणले त्यसतर्फ पनि हाम्रो चाहिँ ध्यान आकर्षण होस्। हामी सबै मिलेर त्यसको एउटा देश बनाउनुपर्छ। त्यो देश बनाउने टिम हामी निर्माण गरौँ, म त्यो भन्न चाहन्छु। र यहाँहरू सम्पूर्णलाई तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने है, तपाईँहरू चाहिँ मलाई भोलिको कार्यक्रममा निम्तो थियो, तर भोलि चाहिँ मेरो श्रमदार भएको कारण होइन हो यस्तो। हाम्रो होइन नि त, हाम्रो होइन यो होइन, यो चाइनाको हो। त्यसले गर्दा है हो यस्तो हुन्छ र मैले भनेको होइन ट्याक्कैसँग हाम्रो होइन होइन। हाम्रो बारीमा फलेको लौका भात फेरि कुदेर लिएर टिपेर बोल्नु मिल्थ्यो होइन। लौका होइन, त्यो माइको चाइनामा बनाएको छ है। हाम्रो देशमा के बन्यो त? केही बनिएन है। म भन्ने गर्छु नि, हाम्रो देशमा चाहिँ केही बनिएन। लगाएको लुगा पनि विदेशकै, अहिले त चामल पनि इन्डियाबाट लिएर खाइन्छ त्यस्तो है। त्यसले गर्दाखेरि विदेशी सामान सबै छोड्ने पनि अहिले नामै बुझ्नुपर्छ है। लुगा पनि त विदेशबाट आएको छ होइन, इन्डियाबाट आएको छ कि चाइनाबाट आएको छ। हाम्रो त छैन केही पनि, जुत्ता छैन, केही छैन। त्यसले गर्दाखेरि त्यस्तो नाङ्गो शरीर लिएर चाहिँ नि लज्जित भएर बाँच्नु हुँदैन। अब हामी आफैले उत्पादन गर्नुपर्छ भन्ने चेतना पनि हो। र यहाँहरूलाई लाग्ला राजनीति 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 गर्न आयो एउटा चाहिँ नि यस्तो उस्तो। म कसैको विरोध गर्न आएको होइन है। तपाईँहरूको विरोध गरेर मलाई केही पाउनु पनि छैन। तपाईँहरूले पनि मेरो विरोध गर्न छोडिदिनुहोस् भन्न चाहन्छु मिडियामा है। म जस्तो मान्छेलाई सहयोग गर्नुपर्छ। जो देश बनाउनको लागि अहोरात्र खट्छ नि, त्यसको लागि सहयोग गर्नुपर्छ है। मैले बनाउन चाहेको बाटोमा म एक्लै हिँड्ने होइन, हामी सबैले देश है भन्ने मान्यता हो। र यहाँनिर अघि भर्खर के अरे पानीको पनि समस्या के भन्दै हुनुहुन्थ्यो होइन। यहाँहरू सबैजना मिलेर चाहिँ नै समस्या समाधानतर्फ लाग्नु होला। म सबैजनालाई त्यो भन्न चाहन्छु। र फेरि एकचोटि होइन आदरणीय सबैजना धनकुटाका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई हृदयदेखि धन्यवाद दिँदै आजको यो कार्यक्रम को आयोजना गर्नुहुने हाम्रा चाहिँ नि जिल्ला कार्य समिति धनकुटालाई र त्यो समितिमा आबद्ध सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिँदै आजको यो कार्यक्रममा मेरो विचार राख्ने कुरा मैले यति राखेँ।